नमस्कार दिदीबहिनी दाजुभाइहरू अङ्कल आन्टी सबैजनालाई मेरो नमस्कार। र म आज फेरि एउटा नयाँ भिडियो लिएर आएको छु। भिडियो मतलब कि भ्लग चाहिँ लिएर आएको छु। र यो भ्लगमा चाहिँ के गर्न खोजिरहेको भन्दाखेरि चाहिँ यहाँ चाहिँ मेरो गाडी छ है। अब यो गाडीलाई चाहिँ धुनु पर्यो। गाडी चाहिँ सट्ट लाएर लास्ट फोहोर भयो, लास्ट हदै फोहोर भयो क्या। धेरै त भयो, धेरै कति भयो नधोको। अनि के भयो भन्दाखेरि यहाँ यस्तो भयो कि मैले फुल डिटेलमा भन्नुपर्दा, खासमा भन्नुपर्दाखेरि चाहिँ यो रोड कन्स्ट्रक्सन छ यहाँ होइन। खालि यहीँ देखाइरहँदाखेरि झेउ पनि हुन्छ होइन। यहाँ चाहिँ यस्तो कन्स्ट्रक्सन चलिराखेको अरे। कन्स्ट्रक्सन चल्दाखेरि चाहिँ यहाँ चाहिँ गाडी राख्ने ठाउँ एउटा ठोपो छैन क्या, केही छैन गाडी राख्ने। अब बाटोमा राख्ने कुरो भएन है। पहिला चाहिँ मैले चाहिँ त्यहाँ राख्थेँ, हो त्यहाँ राख्थेँ। अरू कुनै जुम गर्छु है त। जुमै भएन, त्यहाँ राख्थेँ, जुम चाहिँ भएन। अनि यहाँ चाहिँ यहाँबाट चाहिँ सर्लक्क यस्तरी चाहिँ निकालेँ गाडी चाहिँ। ओ नाइस फ्लावर यार। यहाँबाट चाहिँ गाडी निकालेँ। अनि त्यस्तो भएर चाहिँ यस्तो ढुस्लो मुस्लो भयो क्या। मैले चाहिँ स्टिकर देखाउनलाई मात्रै यति मात्र पुछेर हिँडेको। अब यस्तो पनि रहेछ क्या, रुमालले पुछेर पनि होइन, रुमालले पुछेर हिँड्ने होइन। रुमालले पुच्छ्यो होला, यस्तो गरेर यसो गरेर पुच्छ्यो होइन। पुस्ने कति पुस्ने रुमालले। अब यसलाई यहाँ पुस्यो भने त, यहाँ पुस्यो भने त पुरै धुलो हुन्छ नि त। त्यही भएर यस्तो झेउ भयो। आज चाहिँ जसरी पनि धुनु पर्छ। अब यसको लागि चाहिँ अब होममेड नै हो। मसँग त्यो केही पनि डिभाइस पनि छैन र मलाई त्यो डिभाइस भयो भने त सही हुन्थ्यो। तर यो चाहिँ डेट गएको स्याम्पू हो क्या जस्तो लाग्छ मलाई। यो चाहिँ राम्रो स्याम्पू हो, यो चाहिँ नहुने नै स्याम्पू हो होइन। अनि यो चाहिँ डेट गएको स्याम्पू हो क्या। यसले चाहिँ मैले चाहिँ गराउनै पर्छ मतलब कि गराउँछु। त्यही हो गाइज यार। लाइक हानौँ, सब्सक्राइब हानौँ, कमेन्ट हानौँ है। लाइक सब्सक्राइब नहाने पनि कमेन्ट चाहिँ हानौँ यार, कसम यार। कमेन्ट हानौँ न यार। त नहाने पनि हुन्छ, जबरजस्ती गर्दिनँ। हान्नु सकेसम्म हान्नुहोस्। धेरै बोल्न पनि हुन्न अरू कि। सेम्पू त हालेँ मैले होइन, सेम्पू त हालेँ, धेरै गयो क्या। अब फेरि यो हुन्छ, सेम्पू त हालेँ तर यस्तो यो चाहिँ होम रेमेडी। तर कसले बनायो थाहा भएन, कसले बनायो होला त आखिरमा। यो आइडिया कसले सोच्यो होला त यस्तो सेम्पू राखेर चाहिँ गर्ने भन्ने चाहिँ। जसले पनि सोच्यो त्यो चाहिँ एकदमै महान मान्छे हो। किनभने गाडी धुने अरू केही पनि उपाय छैन मसँग। यही नै उपाय हो र यही अप्नाउँछु मैले। फाइटी फाइनल्ली यो चाहिँ रेडी भयो। अब यसलाई चाहिँ त्यहाँ लैजाने हो। अनि मेरो हात चाहिँ यसले चाहिँ यस्तो गरायो यार। अब के गर्ने भन्दाखेरि अब यसलाई लिएर जान्छु अनि हात धुनु पऱ्यो यार। यस्तो गरिदिनु पऱ्यो यार। हात यहीँ चोपिदिन्छु म, यहीँ चोपिदिन्छु। अनि त्यसपछि यो त पुस्ने यो मेरो हुडी हो यार। यो चाहिँ यो नि चाहिनलाई यो पनि चाहिन्छ। यस्तो हुन्छ कि दाब्रे हातले मेरो खासै काम गर्दैन। किन एउटा कुरा के अरे, दाब्रे हात चाहिँ मेरो भाँचिएको हो। त्यही भएर चाहिँ दाब्रे हातले चाहिँ खासै काम गर्न चाहिँ मिल्दैन क्या। त्यही भएर चाहिँ यस्तो गरेको। अनि फेरि अब मेरो हातमा त चिसो थियो नि त, त्यो यताको हातमा त चिसो थियो, भर्खरै हात डुबाइदिनु भएको थियो नि त। त्यही भएर चाहिँ यस्तो गरेको। धेरै हुन्छ है, फेरि धेरै बोल्दा फेरि झेउ लाग्नु सक्छ। झेउ लागे पनि जे लागे पनि अब हेर्न मनलाई हेर्ने, नहेर्न मनलाई जाने। यस्तै हो गाइज यार। अब चाहिँ यस्तो गरेर फेरि यसलाई त्यहाँ लिएर जानुपर्छ। यसलाई त भयो हुनलाई, तर ऊ कहाँबाट ल्याउने फेरि यार। हजुर फाइनल्ली गाइज यार। धेरै मान्छे आएको आइ गरेर मैले गाडी धुनु नि पाएन। 1 घन्टा लाग्यो। मान्छे आएको बेलामा फेरि यहाँ हुन्छ कि, त्यही फेरि मलाई झिउ लाग्छ। यहाँ फोन यहाँ राखिदिन्छु।
गाडी दिने यस्तो भइरह यार। अहिले क्यारम बोर्ड खेल्न पनि जानु भनेको, क्यारम बोर्ड खेल्न जानु पऱ्यो भनेको साला प्रोफेसनल हो कि प्रोफेसनल छोप्न नि पर्दैन। प्रोफेसनल आइम प्रोफेसनल ब्रो, आइम प्रोफेसनल या ब्रो, या ब्रो, आई स्पिक इङ्ग्लिस ब्रो, आई स्पिक इङ्ग्लिस ब्रो, स्पिक इङ्ग्लिस ब्रो, स्पिक इङ्ग्लिस ब्रो, स्पिक इङ्ग्लिस ब्रो। अब यसलाई अब राख्नलाई एउटा ठाउँ चाहियो यार, एउटा ठाउँ। यहाँबाट कस्तो आउँछ त? अटोमेटिक अफ भएर फेरि झेउ भयो। यहाँबाट चाहिँ हुन्छ होला सायद, अनि यहीँबाट गराइदिन्छु, यहीँबाट गराउँछु। यहीँ भिडियो भइरहेको छ, अब गयो भने अफ भयो भने भयो। यहीँ भिडियो गर्छु, अब अफ हुन्छ कि हुन्न थाहा भएन। बोलेको पनि सुनिनँ, मसँग माइक छैन। यताउति अब मान्छे आयो भने झेउ हुन्छ फेरि, त्यही हो। पहिला चाहिँ यसलाई चाहिँ छ्यापछ्याप गराउँछु। साथीहरू साबुन लाएर चाहिँ भ्याए, साबुन लाएर चाहिँ भ्याए। अब चाहिँ टल्किने बेला चाहिँ भइरह। अब चाहिँ के गर्छु भन्दाखेरि मसँग मिसिन त छैन, तर त्यहाँ पाइप छ। अब त्यो पाइप जोडेर आएर यताबाट जोडेर यताबाट आएर यस्तो गरेर पिचिर गरेर छेप्नु पऱ्यो। छेप्ने बेलामा चाहिँ देखाउँछु। मान्छे आएकै गरेर झेउ भएको मलाई यार। ल फाइनली गाडी धोएर चाहिँ भ्यायो। अहिले कस्तो धुलो बाटो थियो, अहिले चाहिँ सर्लक्क चाहिँ भयो। त्यही हो, गाडी साडी धोएर चाहिँ भ्याइयो। अब गाडी साडी छ्याक्क भयो। अब यहाँबाट निकाल्ने चाहिँ कसरी हो थाहा भएन, त्यो ढाक्ने त्यसले हो। त्यही हो यार, त्यही हो। अब त्यो पनि छैन, अब चिया खाने हो, चिया खाएर चाहिँ मस्त हुन्छ। अब यहाँ चाहिँ मैले चाहिँ के गर्छु भन्दाखेरि चाहिँ यसमा चाहिँ वाक्स लगाउँछु। मसँग वाक्स छ, वाक्स लगाउँछु। अहिले वाक्स लगाएको देखेर मैले चाहिँ यहाँ के गरेँ भन्दाखेरि यहाँ राखेर यत्नपट्टि राखेर चाहिँ यहाँबाट सुट भइरहेको थियो। ब्याट्री लो भनिसक्यो मेरो क्यामेराको चार्जमा। यहाँ राखेर यहाँ सुट गर्दाखेरि चाहिँ मान्छे आगाइ गरेर झियो भयो। त्यही हो। ल हुन्छ अहिले पनि गाडी धुन त धोइयो है, गाडी धोइयो। तर अब गाडी स्टार्ट गर्दाखेरि चिसो हुन्छ क्या, चिसो भएर चाहिँ अब यहाँ स्लेप हानौँ भने पनि अब वान ट्यापमा हुन्न। अब के हान्छु मैले, स्लेप नहान्ने होइन, हान्छु स्लेप हानेर उ गरिदिन्छु होइन। किन फेरि यस्तो हुन्छ क्या, स्लेप हाने चाहिँ पारेको गर्दाखेरि त्यो उ जान्छ, स्लेप जान्छ। अनि स्लेप गएपछि वान ट्याप हुन्न, वान ट्याप भएन, नभएपछि उ हुन्छ, जे हुन्छ। आफ्नो गाडी भएपछि माया लाग्छ। त्यही हो, स्टार्ट भयो। केटा साथीहरू, दाजुभाइ दिदीबहिनीहरू, गाडी धोएर चाहिँ भ्याइयो। अनि रात पनि पर्यो, अनि यही हो सिन भनेको चाहिँ यही हो। अब चार्ज पनि सक्यो, त्यही भएर चाहिँ आजको लागि चाहिँ यही इन्डिङ गर्छु होइन। फेरि भोलि फेरि केही आयो भने चाहिँ उ गर्छु। अनि मैले गाडी ढाक्ने चाहिँ त्यो तिरपाल छ नि, उयो हो यो, यसैले ढाक्ने हो। अनि मैले यहाँ एउटा सिनेमेटिक भिडियो बनाउनु पर्ने भयो। त्यही भएर त्यत्रोसम्मको लागि चाहिँ थ्याङ्क यू भन्न चाहन्छु।